जुन यो हाम्रो पाँचौँ 5th बेङ्टोल कलेज गोर्खा फ्रेसेस भएछ र म के भन्नु हामीले यो प्रोग्राम चाहिँ हाम्रो जुन न्यूली एडमिसन लिएको हाम्रो स्टुडेन्टहरूको इन्ट्रोड्युसको लागि हामीले वहाँ गरेको थियौँ र यो प्रोग्रामको विषयमा हामी स्टुडेन्टले गरेको छौँ र हामीलाई यो आक्सु बेङ्टोल शाखा समितिले पनि पूर्ण रूपले सहयोग गरेको छ र यहाँ जुन हाम्रो यो बेङ्टोल फ्रेसेसमा हाम्रो गेस्ट अफ अनर हाम्रो 3 जना हामीले राखेको थियौँ। एडिसनल एसपी रश्मि रेखा शर्मा र यो भीमराज परसाई उहाँ पनि प्रोफेसर सिआइटीको हुनुहुन्छ र कौशिक उहाँ इन्स्ट्रुमेन्टल इन्जिनियरिङ हुनुहुन्छ प्रोफेसर र उहाँहरूलाई राखेर हामीले एउटा मोटिभेसनल उहाँहरूलाई चाहिँ हामीले एउटा मोटिभेसनलको रूपमा राखेको छौँ, जुनले हामीलाई हाम्रो स्टुडेन्टहरूलाई मोटिभेट गर्ने कार्यक्रमहरू गर्नुहुनेछ। अन्तमा म प्रेसिडेन्टको नाताले यही भन्न चाहन्छु कि यो जुन गोर्खा फ्रेसेस भन्ने उयो चाहिँ हामीले कलेजमा गरिराख्नुपर्छ। यो हामीले एउटा न्युली एडमिसन लिएको स्टुडेन्टहरूलाई इन्ट्रोड्युस गर्ने र हाम्रो जातिको हाम्रो गोर्खाहरूलाई चिनाउने पनि एउटा यो प्लेटफर्म जस्तो हो। यो एउटा कलेजमा डिफ्रेन्ट स्टुडेन्टहरू उयो गर्छन् र आफ्नो यो गोर्खा यसले चाहिँ हामीले चिनाउनु पर्छ गोर्खा फ्रेसेस गरेर चाहिँ। विशेष गरी यो बेङ्टोल कलेजमा यो जुन चाहिँ 5औँ गोर्खा फेस्टिभल भइरहेको छ, विशेष गरी यहाँ नवागत छात्र छात्रीहरूलाई आज आदर सम्मान गरिएको, त्यसै गरी एजुकेसनल एवेरनेस पनि प्रोग्राम थियो र यहाँ बिटिआर गोर्खा समाजको भएर मलाई पनि निम्ताएको भएर म आएको थिएँ। एमसिएलए माधव छेत्री आउनुभएको थियो, त्यसै गरी हाम्रो आसाम फुटबल एसोसिएसनका सेक्रेटरी डाक्टर साङराङ वर्मा पनि आउनुभएको थियो, एक्स एमसिएलए निर्मल वर्मा पनि आउनुभएको छ र धेरै रमाइलो छ प्रोग्राम र आजको छात्रले विशेष गरी विद्यार्थीहरूले पढाइमा आजको जुन चाहिँ परिस्थिति अनुसार आज शान्तिको वातावरण छाएको छ, पढेर हाम्रो अञ्चललाई कसरी अघि बढ्ने, कसरी ठुलो मान्छे हुने, विशेष गरी म गोर्खा छात्रहरूलाई आग्रह गर्नु चाहदछु कि हामीले यहाँ अरू क्षेत्रमा होइन विद्याको क्षेत्रमा जितेर ठुला एसपी डिएसपी वा ठुल्ठुला डाक्टर जस्ता मान्छे भएर हामीले समाजको सेवा गर्नुपर्छ र विशेष गरी आज यो नवागतको जुन चाहिँ समारोह छ त्यसमा मैले त्यही छात्रछात्रीहरूलाई आह्वान पनि गरेको छु र अर्को कुरो यो जुन चाहिँ फ्रेसर जुन चाहिँ मनाइछ, अभिनन्दन समारोह मनाइछ, प्रत्येक वर्ष मनाइछ, त्यसै गरी विद्यार्थी समाजहरूले प्रत्येक वर्ष गाउँ गएर एउटा इनोभेटिभ कार्यक्रमहरू पनि गरोस् भनेर आज आह्वान राखेको छु। यस्तो प्रोग्राममा हामीले पनि फ्रेसेस गऱ्यौँ, हामीले पनि कलेज जीवन बिताएर आएको छौँ। धेरै खुसी लाग्छ विद्यार्थीहरूसँग घुलमिल गरेर बस्नु र उहाँहरूसँग विचार आदान प्रदान गर्नु धेरै राम्रो लाग्छ। यो एउटा स्वच्छ मानसिकता भएको जीवन हो र यस पछाडि अझै जटिल जीवन आउँछ, वैवाहिक जीवन आउँछ, सामाजिक जीवन आउँछ र यो समाजलाई आज यदि स्वस्थ विचारले सुस्त मस्तिष्कले अगाडि बढेको छात्र छ भने भोलि त्यसले सुस्त समाज र सुस्त परिवेश र सुस्त परियाल बनाउन सक्छ र त्यही कारणले नै हामी जति पनि क्षेत्रमा वा विभिन्न ठुला ओहदामा पुगेका व्यक्तिहरूले पनि आफ्ना विद्यार्थीहरूलाई यसो उत्साह र एवेरनेस प्रोग्रामहरू सधैँ गर्नुपर्छ र हामीले पनि प्रेरणा दिने कोसिस गर्नुपर्छ जस्तो मलाई लाग्छ।